नाम केसाङ लेप्चा। म चाहिँ एउटा फार्मर्स हो छतेनबाट। मलाई चाहिँ एग्रिकल्चर गुरुआमाले चाहिँ 2 बोरा आलु दिनुभएको थियो लास्ट इयर। अन्त एग्रिकल्चर छिङ गुरुआमाले अन्त मैले लिएर रोप्दाखेरि यसपालि 20 मन फल्यो, 20 बोरा फल्यो, राम्रो फल्यो। आलु राम्रो निस्क्यो र गुरुआमालाई थ्याङ्क यू, धेरै धेरै धन्यवाद। हाम्रो आइगेले अरूहरूको गीत गाउँदैछ यहाँ, रिसी उठ्दो रेकर्ड भइहाल्यो अलिकति। गीत सुनेर अलिकति हाँसिदिनुहोस्। आलु हेर्न सक्नुहुन्छ गुरुआमा, दामी फलेको छ। आलु बेसी फल्यो भनेर खुसीले गीत गाएको होला। रिसी उठ्दो दिमाग खराब हरेर गीत गाएर। यो चाहिँ हाम्रो माथि गोठमा, यहाँ चाहिँ हाम्रो चुला आगो फुकेर खानाहरू पकाइ खान्छ। भाँडाहरू दाउरा राख्नेहरू। मान्छे सुत्ने जग्गा पनि छैन। अब यो डल्लै आलु बढ्यो हो। यहाँबाट चाहिँ आउनुहोस्, हाम्रो लुगाहरू यहाँ सुकाउँछ। थोत्रे मात्रै लुगाहरू। बारी चाहिँ यहाँ छ। हिजो चाहिँ यहाँ यति अलिकति खन्नु रहेको थियो र यति यो कालो देख्दै गरेको आएर खन्यो। यहाँ अम्बोपट्टि हरियो देख्दै गरेको चाहिँ अस्ति आएर खनिसकेको। अस्ति आएर खन्यो। यहाँ माथिसम्म डल्लै मकै छ। टमाटर रोपेको छ, पुरा फल्दैछ टमाटरहरू।